नमस्कार, म विश्वनाथ बराल, थाई ठेगाना ग्वाल्टार, हालको बसोबास कनपा 4 मल्ल गाउँ सिन्धुली। सुलिभन्ज्याङ नेपाल र भारतबीचको ऐतिहासिक सम्पर्क, व्यापारिक आदान प्रदान र सांस्कृतिक यात्राको एक जीवन्त साक्षी स्थल हो सुलिभन्ज्याङ। हाम्रो देशको इतिहासमा महत्त्वपूर्ण भन्ज्याङहरूमध्ये सिन्धुली जिल्लाको ग्वाल्टार नजिकै बितिजोर खोला किनारको डाँडामा अवस्थित यो सुलिभन्ज्याङ विशेष ख्याति प्राप्त छ। यो भन्ज्याङ प्राचीन कालदेखि नै राजा महाराजा, साधु सन्त, महन्त तथा व्यापारीहरूको यात्रा पथ बनेको थियो। त्यति बेलाको नेपाल मण्डल हालको काठमाडौँबाट उत्तर बिहारको दिशामा प्रस्थान गर्ने यात्रुहरू सुलिभन्ज्याङ हुँदै बितिजोर खोला पार गरेर ढुङ्ग्रे खोलाको शिरमा रहेको धापचौकी पुग्दथे। त्यहाँबाट तीनपाटन, राइनचुईतर्फ उक्लिएर कमला नदीको मार्ग हुँदै कलकत्ता लगायत उत्तर भारतको विशाल मैदानसम्म जाने मार्ग थियो। इतिहासकारको भनाइमा विक्रम सम्वत 1381 मा सिम्रोनगढबाट राज्यच्युत भएका कर्णाट वंशी राजा हरिहरसिंहदेव 1382 माघमा सिन्धुलीकै तीनपाटनमा बिते, तर उनकी श्रीमती, मन्त्री र राजकुमार काठमाडौँ उपत्यकासम्म यही सुलिभन्ज्याङको बाटो हुँदै पुगे र लिच्छवीकालीन राजपाट हत्याउन समेत सक्षम भएका थिए। विवत्स कोतपर्व र सुलिभन्ज्याङ मन्दिरको सम्बन्ध। नेपालको इतिहासमा अति महत्त्वपूर्ण तर विवत्स घटनाको रूपमा परिचित कोतपर्व विक्रम सम्वत 1903 मा भएको थियो। इतिहासकार बाबुराम आचार्यका अनुसार यो घटनामा 30 जना मारिनेहरूमा 26 जना भाग्नेहरूमा, 3 जना चारपाटा मुडिनेहरूमा र 26 जना नै देशबाट निकाला गरिनेहरूमा परेका थिए। त्यो रात अनपेक्षित रूपमा गोली चलियो। कृष्ण पक्षको तिथिको अन्धकार रात हुनाले गोली कताबाट आयो र कसले प्रहार गरियो ठम्म्याउन सहिलो थिएन। मुख्य चौतारा फतेजङ शाह तथा काजी दलभञ्जन पाण्डे ढलेपछि जण्डल अभिमान सिंह राणाको गोडामा गोली लागेको थियो। इतिहासकारहरूको भनाइ र हामीले बाल्यकालमा गाउँका बुढापाकाहरूको मुखबाट सुनेअनुसार जण्डल अभिमान सिंहलाई पहिलोपटक गोली हानी आक्रमण गर्ने व्यक्ति नै भीमल आले थिए। संवेदनशील घडीमा उपयुक्त निर्णय गर्न सक्ने बहादुर व्यक्ति भएकोले भीमल आले जङ्गबहादुरको वफादार तथा विश्वासपात्र बनिसकेका थिए। जङ्गबहादुरको अभिष्ट पूरा गर्न आफ्नो ज्यान समेत हत्केलामा राखी स्वामी भक्तिको प्रदर्शन गर्न सकेका भीमल आलेलाई कप्तान दर्जा दिएको थियो। ठुलो पद प्राप्त गरे पनि रगते रगतको आहालमा डुबेको त्यो कालो रात र आफूले गरेको नरसंहारलाई भीमल आलेले जीवनभर भुल्न सकेनन्। यो मन्दिर त्यो मन्दिर, साधु सिद्ध सन्त महन्त सबै कहाँ धाए। सबैको सरसल्लाह अनुरूप विक्रम सम्वत 1908 मा नकारात्मक चिन्तनबाट विजय पाउन र परलोक सुधारका लागि सुलिभन्ज्याङमा शिव मन्दिर स्थापना गरिएको थियो र मन्दिरको दीर्घकालीन व्यवस्थापनका लागि गुठी जग्गा समेत व्यवस्था गरी आलेको बसोबास सिन्धुली जिल्लाको गुलन्जर गाउँपालिका वडा नम्बर 4 अर्थात् तीनकन्या टाँडी गाउँमा रहने र युग युगान्तर आलेकै सन्तानले जिम्मेवारी चलाउने बेख वीरताको व्यवस्था समेत जङ्गबहादुरले गरिदिएका थिए। कप्तान भीम आलेले मन्दिरको वरिपरि कलात्मक मूर्तिहरू र छानामा गजुरले जडित आकर्षक शिवालय मन्दिर निर्माण र शिवको मूर्ति स्थापना गरेको मन्दिरमा चढाइएका घण्टीका लेखहरूबाट प्रमाणित हुन्छ। विभिन्न इतिहासकारहरूले भीम आले भनेकै व्यक्ति नै वास्तविक रूपमा भीमल आले हुन्। भीमल आलेले मन्दिर निर्माण र शिवको मूर्ति स्थापना गरेको हुँदा पछि गएर भीमलेश्वर महादेवको नामले चर्चित हुन पुगेको हो। करिब 10 रोपनी पाखो जमिन मन्दिरको नाममा गुठीको व्यवस्था गरिएको रहेछ। उदयपुरको तावा खोलामा 19 बिघा धानखेत भीमल आलेकै पालामा महादेव मन्दिरको नाममा गुठीको व्यवस्था गरिएको भए पनि हालको गुठियारले नै कमाई खाएका छन्। पहिला धान चामल घिउ पैसा मन्दिर सञ्चालनको लागि जग्गा कमाउनेले पठाउने गर्दथे, अहिले पठाउँदैनन्। हाल देशले भोगिरहेको मन्दिरको सम्पत्ति सम्बन्धी नियति यस मन्दिरले पनि भोगिरहेको प्रमाणित हुन्छ। भीमलेश्वर मन्दिरको सम्पत्ति संरक्षण सम्वर्धन हुनु पर्यो भने अदालतको ढोका ढकढक्याउनुभएका ग्वाल्टार निवासी अर्जुन थापाको पक्षमा सिन्धुली जिल्ला अदालतले आदेश दिएको छ, तर आदेश कार्यान्वयन हुन भने बाँकी नै छ। यस महादेव मन्दिरमा बाला चतुर्दशी, शिवरात्रि र हरितालिका तीजमा मेला लाग्ने गर्दछ। अब अर्को प्रसङ्ग। कोतपर्वबाट फर्किँदा भीम आले आफ्नो हृदयमा समाज सुधारको सङ्कल्प बोकेर फर्किएका थिए। भीमान सिन्धुली बीच बाटोमा हिँड्ने बटुवाहरूलाई बाघले पटक पटक मान्छे मारेर खाएपछि कप्तान भीमल आले मगरको समाजसेवाको भावना अझ प्रगाढ बनियो। त्यहाँ भइरहने डरलाग्दा घटनाहरूलाई सम्झेर बास बस्नेहरूको सुविधा सुरक्षाको लागि भीमान खहरे खोलाको टापुमा विक्रम सम्वत 1911 मा खपडाको छानो इँटाको गाराले धर्मशाला निर्माण गरेका रहेछन्। त्यो धर्मशाला विक्रम सम्वत 1911 सालमा निर्माण गरिए पनि 90 सालको भूकम्प जाँदा भत्केको पाइन्छ। उनी भीमल आलेको नामबाट अपभ्रंश हुँदै भीमान नामाकरण भएको भनाइ पनि छ। विवत्स कोतपर्वको रगत भुल्न नसकेका भीमल आले पशुपतिनाथ, कमलाबाई, महाकाई लगायतका देवी देवताका मन्दिरहरूमा आत्मशान्तिको लागि पुग्दथे।
मनले भन्दछ सुलिभन्ज्याङको शिव मन्दिर इतिहास, संस्कृति र आस्थाको मात्र धरोहर होइन, नरसंहारमा डुबेको व्यक्तिलाई समेत सत्य, सद्भाव र सकारात्मक चिन्तनतर्फ डोर्याउने अमर प्रेरणापुञ्ज पनि हो। आभार व्यक्त गर्न चाहन्छु रेडी सिद्ध बाबाकी बहिनी शर्मिला खड्का, त्यस्तै गुलौजर गाउँपालिका वडा नम्बर 3 का अध्यक्ष कृष्णप्रसाद पोखरेल, पूर्व वडा अध्यक्ष पुष्करराज बराल, वडा नम्बर 3 का 2 व्यक्तित्वहरू शिव घिमिरे, रमेश घिमिरे लगायत समस्त सहयोगी मनहरूप्रति। प्लिज लाइक, कमेन्ट, शेयर एन्ड सब्सक्राइब माई च्यानल।